ओके, यो क्लास चाहिँ इभ्याल कमान्डको सेकेन्ड पार्ट हो है। हामीले फर्स्ट पार्टमा धेरैवटा इभ्यालको धेरैवटा कमान्डहरू त्यहाँभित्र युज हुने के हुन्छ भनेर हामीले हेऱ्यौँ। त्यसमा एफ, केसको, भ्यालिडेटको, कोल सेकको होइन, अनि त्यसपछि अरू थुप्रै चाहिँ कमान्डहरूले के काम गर्छ भनेर हेऱ्यौँ। भिडियो लेन्दी भयो थियो, त्यही भएर हामीले सेकेन्ड पार्ट बनाउन लागेको। सो खासमा चाहिँ स्प्लङमा एसपिएल क्वेरीमा यो इभ्याल कमान्डको थ्रुबाट यति धेरै यसको चाहिँ अरू सब कमान्डहरू चाहिँ यति धेरै युज हुन्छ होइन। अनि त्यही भएर पनि हामी सबै चाहिँ भिडियोमा चाहिँ देखाउन पनि सक्दैनौँ। यो चाहिँ स्पेसिफिक यति धेरै छ यसको फङ्सनहरू, इनबिल्ट लाइब्रेरी फङ्सनहरू भने जस्तो होइन। त्यही भएर यसको स्प्लङको डकुमेन्ट नै फलो गरे पनि हुन्छ। यदि भोलि कुनै तपाईँले पर्टिकुलरली काममा स्पेसिफिक चाहिँ फङ्सनहरू चाहियो भने हामीले चाहिँ यहाँ सर्टेन केही चिजहरू मात्रै देखाउँदैछौँ। अब फेरि हामी केही कमान्डहरूको बारेमा हामी यहाँ एक्सप्लेन गर्छौँ, त्यसपछि हामी यसलाई ऱ्यापअप गर्छौँ। सो यहाँनिर हामी हेर्दैछौँ। ओके, अब हामी यो अघि हामीले फर्स्ट पार्टमा गरेको कामहरू नै यहाँ रहेछ। अब यसलाई मैले चाहिँ कहाँबाट सुरु गर्छु भने यहाँनिर यो भ्यालिडेटहरू सकेको थियो। अब नेक्स्ट कमान्डको हामीले कुरा गर्दाखेरिमा चाहिँ नेक्स्ट कमान्डमा हामी कन्भर्सन फङ्सनको कुरा गर्छौँ। सो कन्भर्सन फङ्सनमा चाहिँ जस्तै तपाईँको 2 नम्बर भन्ने फङ्सन हुन्छ। यसले चाहिँ के गर्छ त भन्दाखेरिमा तपाईँको कुनै पनि स्ट्रिङ छ भने त्यसलाई नम्बरमा कन्भर्ट गर्छ। जस्तै तपाईँले चाहिँ न्युमेरिकल्सहरू 3, 4, 5 नम्बर चाहिँ रिप्रेजेन्ट गर्नुभएको छ, तर त्यो चाहिँ एज अ चाहिँ स्ट्रिङ हो भने त्यसलाई नम्बरमा कन्भर्ट गर्छ। त्यसपछि 2 स्ट्रिङ भन्ने फङ्सन छ, यसले स्ट्रिङमा कन्भर्ट गर्ने भयो। अर्को टाइप अफ भन्ने चाहिँ यसले टाइप अफले चाहिँ तपाईँको के हो त, तपाईँको त्यो चाहिँ स्ट्रिङ हो कि नम्बर हो कि के हो त्यो चिज चाहिँ तपाईँलाई त्यहाँ देखाउने भयो। सो यसमा हामी चाहिँ एउटा नम्बरको गरौँ पहिला, अनि त्यसपछि जस्तै मैले यहाँनिर इन्डेक्स इक्वल्स टु यो त हाम्रो इम्प्लोइको थियो क्या होइन। सो इन्डेक्स इक्वल्स टु इम्प्लोइ, अनि त्यसपछि मैले यहाँनिर इभ्याल कमान्ड मैले एउटा फिल्ड 1 भनेर मैले एउटा 3 डिफाइन गरेँ। ठिक छ, 3 डिफाइन गरेँ। त्यसपछि अनि यो 3 लाई मैले यसरी डिफाइन गरेँ, यो तपाईँको स्ट्रिङ भयो। र त्यसपछि न्यू फिल्डमा चाहिँ मैले 2 नम्बर भनेर त्यसलाई कन्भर्ट गर्न लागेँ। 2 नम्बर भनेर मैले त्यो फिल्ड 1 लाई यसरी कन्भर्ट गरेँ भने, र त्यसपछि त्यसको मैले रिजल्ट हेरेँ टेबलमा तपाईँको चाहिँ न्यू फिल्ड भनेर FIELD फिल्ड भनेर गरे पनि नम्बर 3 आयो। तर यो अब तपाईँले भेरिफाई गर्न सक्नु भएन 3 चाहिँ नम्बर हो कि के हो। अब यसलाई चाहिँ नम्बर हो भने त तपाईँको चाहिँ एरिथमेटिक कुनै फङ्सन त यसले सो गर्नु पऱ्यो भने चाहिँ म अर्को एउटा फिल्ड राखिदिन्छु। म एउटा सम फिल्ड भनेर बनाउँछु र त्यो फिल्डमा चाहिँ तपाईँको न्यू फिल्डले चाहिँ हरेक न्यू फिल्ड जुन बनेको छ FIELD फिल्ड चाहिँ 7 अथवा 8 नम्बरसँग जोड्यो भने तपाईँको अब रिजल्ट त आउनु पऱ्यो। सो यहाँ न्यू फिल्ड FIELD +8। सो यहाँनिर तपाईँको सम पनि हेर्नु पऱ्यो नि त अब होइन टेबलमा। अब यहाँ सम हेऱ्यो भने अभियसली त्यो तपाईँको नम्बर के भइरहेको छ त जोडिरहेको छ। ठिक छ। सो यसरी चाहिँ हामीले के गर्न सक्छौँ त भन्दाखेरिमा तपाईँको नम्बरको कुराहरू चाहिँ हामीले यहाँ रिप्रेजेन्ट गर्न सक्छौँ। ठिक छ। अब कुरा गरौँ नेक्स्टमा हामी म यसलाई हटाएर मैले चाहिँ अब तपाईँको स्ट्रिङको रिप्रेजेन्टेसन हेर्नु पऱ्यो। ठिक छ। सो तपाईँको स्ट्रिङको रिप्रेजेन्टेसन हेर्ने हो भने सो स्ट्रिङको रिप्रेजेन्टेसन यहाँनिर मैले एउटा स्ट्रिङको जस्तै मैले एउटा फिल्ड यहाँ डिफाइन गरेँ। त्यो फिल्ड 1 2 3 4 5 6 चाहिँ मैले डिफाइन गरेँ। ठिक छ। त्यसपछि मेरो न्यू फिल्ड भनेको चाहिँ मैले अब यहाँ 2 स्ट्रिङ। अब मेरो त्यो जुन फिल्ड 1 छ त्यो फिल्ड 1 लाई मैले चाहिँ यसमा अर्को पनि एउटा फङ्सनल पार्ट राख्नुपर्छ। जस्तै मैले कमाज भने अब यसले सबै
त्यो 1 2 3 4 5 मा कमाको केही रिप्रेजेन्टेसन चाहिँ कमाको रिप्रेजेन्टेसनमा त्यसले देखाउनु पर्छ। सो टेबलमा मैले न्यू फिल्ड भनेर हेरेँ भने इभल कमान्ड टु स्ट्रिङ स्पेलिङ मिस्टेक भयो जस्तो यहाँनिर टु str स्ट्रिङ त्यसपछि यहाँनिर फिल्ड 1 कमा न्यू फिल्ड। सो तपाईको यहाँनिर अहिले नर्मली यसरी थियो भने त्यो चिजलाई तपाईले यसरी टेबुलर रिप्रेजेन्टेसनमा राख्न सक्नुहुन्छ। अब जस्तै तपाईको मानौँ यहाँ तपाईको चाहिँ 70 छ भने तपाईले यहाँनिर चाहिँ के दिनुभयो भने यहाँनिर चाहिँ तपाईले रिप्रेजेन्टेसन गर्दाखेरिमा सरी अनब्यालेन्स कोड भने यहाँनिर ओके यहाँनिर चाहिँ तपाईले सरी यहाँनिर चाहिँ तपाईले ड्युरेसन दिनुभयो भने है ड्युरेसन दिनुभयो भने तपाईको चाहिँ यो यसरी चाहिँ टाइममा यो चाहिँ 1 घण्टा 10 मिनेट भयो। यसले चाहिँ यो फिल्डलाई चाहिँ सेकेन्डमा लिन्छ क्या। र त्यसै गरी तपाईको यहाँनिर तपाईले 2 भन्नुभयो र यहाँनिर चाहिँ तपाईले चाहिँ यहाँनिर तपाईले हेक्स भन्नुभयो भने यसले चाहिँ त्यसलाई केमा रिप्रेजेन्ट गर्छ त भन्दा हेक्समा रिप्रेजेन्ट गर्छ। भनेपछि स्ट्रिङमा त कन्भर्सन गर्छ तर स्ट्रिङमा कन्भर्सन गर्दा केमा त नि तपाईको हैन तपाईको चाहिँ आइदर कमा सेपरेसनमा हो कि अथवा चाहिँ हेक्समा कन्भर्ट हो कि अथवा टाइममा हो कि त्यो चीजहरु चाहिँ यसले यहाँनिर तपाईलाई डिफाइन गर्छ। र त्यसै गरी तपाईको मैले अर्को फिल्ड यहाँनिर टाइप अफ न्यू सरी यहाँनिर चाहिँ एउटा FIE फिल्ड टाइप अफ अनि त्यसपछि न्यू फिल गरे र टेबलमा चाहिँ फिल्ड टाइप गरे भने यसले चाहिँ तपाईको के हो त नि त्यसको टाइप स्ट्रिङमा कन्भर्ट गर्नु भएको थियो नि त हैन भने तपाईले स्ट्रिङमा कन्भर्ट गर्नुभएको चाहिँ न्यू फिल्ड चाहिँ के रहेछ त त्यसको टाइप भने स्ट्रिङमा रहेछ। तपाईले चाहिँ जुन यो कन्भर्ट गर्नुभएको थियो जस्तै यहाँनिर न्यू फिल्ड त्यसपछि फिल्ड टाइप यो तपाईको फिल्ड चाहिँ स्ट्रिङ टाइपको रहेछ भनेर देखाउँछ। सो यो चाहिँ भयो कन्भर्जनको फिल्ड। अब अर्को इक्जाम्पल हामी कुरा गरौँ कन्भर्जन पनि भयो। अब हामी क्रिप्टोग्राफिक फंक्सनको कुरा गरौँ। सो क्रिप्टोग्राफिक फंक्सनमा हामी एउटा SHA सेक्युर ह्याश यो SHA को कुरा गर्छौं। यो चाहिँ तपाईको खासमा चाहिँ क्रिप्टोग्राफीको कन्सेप्ट हो। यसले चाहिँ कुनै पनि स्ट्रिङलाई कुनै पनि नम्बरलाई कुनै पनि कोडलाई कुनै पनि डेटालाई हैन तपाईको चाहिँ ह्याशिङ गर्ने ह्याशिङ गरेर एउटा फिक्स्ड लेन्थको कोड बनाउँछ। खासमा यो चाहिँ हामीले प्रिन्सिपल अफ सेक्युरिटीमा चाहिँ तपाईको अल्टरेसन नहोस् डेटाहरु अल्टरेसन नहोस् भनेर हामी चाहिँ यस्तो यो ह्याशिङहरु गर्ने काम गर्छौं हैन। अब यहाँनिर त्यसको लागि एउटा इक्जाम्पल लिउँ। जस्तै मसँग एउटा फिल्ड छ यो भनेको मेरो क्रेडिट कार्डको नम्बर हो 23233345 यो मेरो एउटा क्रेडिट कार्डको नम्बर छ। अब यसलाई मैले डाइरेक्टली डिस्प्ले त गर्नु भएन हैन। त्यसको लागि चाहिँ मैले के गर्छु त भन्दा न्यू फिल्ड भनेर SHA1 त्यो फिल्ड 1 लाई चाहिँ मैले त्यहाँबाट पठाउँछु। त्यसपछि अब टेबलमा तपाईले फिल्ड 1 र त्यसपछि न्यू फिल्ड हेर्नु भयो भने त्यो करेस्पोन्डिङ तपाईको चाहिँ कार्डको नम्बर चाहिँ यसरी चाहिँ ह्याशिङ भएर एउटा फिक्स्ड तपाईको चाहिँ ह्याशिङ फिक्स्ड बिटको लेन्थको चाहिँ एउटा चाहिँ ह्याश कोड तपाईलाई जेनेरेट गरेर दिन्छ है। यो चाहिँ क्रिप्टोग्राफीको आधारमा भोलि तपाईले चाहिँ कुनै इभेन्टहरु नम्बर अफ इभेन्टहरु चाहिँ बैंकिङ इभेन्टहरु पठाउँदै हुनुहुन्छ त्यसमा चाहिँ क्रेडेन्शियल कुराहरु छ भने त्यसलाई हामीले ह्याशिङ गरेर पठाउन सकिन्छ। अब अर्को एउटा इम्पोर्टेन्ट
इम्पोर्टेन्ट फङ्सन छ, एकदमै इम्पोर्टेन्ट फङ्सन छ यो। धेरै नै तपाईँले चाहिँ भोलि पर्सि क्लाइन्टको रिक्वायरमेन्टहरू पुरा के अरे क्लाइन्टको रिक्वायरमेन्टको आधारमा ड्यासबोर्डहरू बनाउनु भयो भने चाहिँ यो डेट एन्ड टाइम फङ्सन भन्छ, डेट एन्ड टाइम फङ्सन। यसमा एउटा छ STRF टाइम भन्छ। यसको काम चाहिँ के हो त भन्दा इपोक फर्मेटमा भएको टाइमलाई चाहिँ रिडेबलमा कन्भर्ट गर्ने। हाम्रो ह्युमन रिडेबलमा यति बजेर यति मिनट गयो रिडेबलमा कन्भर्ट गर्ने। अनि STRP टाइम भन्छ, यो जस्ट अपोजिट, रिडेबललाई चाहिँ इपोकमा कन्भर्ट गर्ने। र अर्को छ तपाईँको नाउ, यसले चाहिँ करेन्ट अहिले तपाईँको टाइम कति हो त्यो चाहिँ देखाउँछ। त्यो फेरि केमा देखाउँछ त इपोक फर्मेटमा देखाउँछ है। सो अब यो हेरौँ वान बाई वान। सबभन्दा फर्स्टमा इभ्याल तपाईँको अहिलेको टाइम, जस्तै फिल्ड 1मा चाहिँ तपाईँको अहिलेको टाइम के छ त्यो मलाई हेर्न मन लाग्यो र मैले टेबल गरेर फिल्ड 1 गरेँ। सो यो तपाईँलाई एउटा टाइम देखाउँछ, यो चाहिँ इपोक फर्मेटमा छ। अब यो इपोक फर्मेटलाई मैले चाहिँ रिडेबल बनाउनु पऱ्यो भने मैले अघि भनिसकेँ, इपोक फर्मेटमा भएकोलाई रिडेबल बनाउनको लागि चाहिँ तपाईँले STRF, त्यसको लागि फेरि मैले के गर्छु त यहाँ कमा गर्छु र कमा गरेर यहाँनिर मैले अर्को फिल्ड 2 बनाउँछु। फिल्ड 2 भनेको चाहिँ यहाँनिर STRF टाइम। अनि यहाँभित्र चाहिँ तपाईँको के गर्नु पर्यो त भन्दाखेरिमा त्यो जुन तपाईँको टाइम छ त्यो टाइमलाई यहाँ राख्नु पर्यो। त्यो टाइमलाई यहाँ राख्नु पर्यो भनेको FIELD फिल्ड 1लाई राख्नु पर्यो। र कुन फर्मेटमा देखाउने भन्दाखेरिमा पर्सेन्टेज डे, यो चाहिँ डे भन्छ यसलाई। त्यसपछि पर्सेन्टेज स्मल m मन्थ भयो, पर्सेन्टेज क्यापिटल Y भनेको इयर भयो, त्यसपछि पर्सेन्टेज H भनेको आवर भयो, अनि पर्सेन्टेज M भनेको मिनट भयो, त्यसपछि पर्सेन्टेज S भनेको चाहिँ के भयो त भन्दाखेरिमा सेकेन्ड भयो। र अब मैले के गर्छु त भन्दाखेरिमा अब मैले यहाँनिर टेबलमा फिल्ड 1 पनि हेर्छु र फिल्ड 2 पनि हेर्छु। र यसरी हेऱ्यो भने करेस्पोन्डिङ तपाईँको के देखाउँछ त अहिलेको करेस्पोन्डिङ टाइम चाहिँ इपोकलाई तपाईँको केमा कन्भर्ट गर्यो भन्दा रिडेबलमा। अब STRP भनेको फेरि तपाईँले फिल्ड 3, त्यो त के हो फेरि रिडेबललाई इपोकमा कन्भर्ट गर्नु पर्यो भनेपछि फेरि फिल्ड 3 भनेको चाहिँ इक्वल्स टु FIELD फिल्ड 2 लाई तपाईँले यही अघिकै यो टाइम फर्मेटमा कन्भर्ट गर्नु पर्यो। यहाँनिर STRP टाइम र यहाँनिर तपाईँको के गर्नु पर्यो फिल्ड 3 भनेर राख्नु पर्यो। र तपाईँले हेर्नुभयो भने यहाँ पनि ठ्याक्कै अघिकै इपोक फर्मेटमा यो चेन्ज भयो। सो डेट एन्ड टाइम फङ्सनको पनि हामीले सक्यौँ। अब हामी अरू कुराहरू, अरू फङ्सनको बारेमा कुरा गरौँ। अरू फङ्सन भनेको चाहिँ इन्फर्मेसनल फङ्सन भनेको चाहिँ अब यहाँ अर्को छ इन्फर्मेसनल फङ्सन। त्यसमा इज नल, इज नम र टाइप अफको कुरा अघि हामीले हेरिसक्यौँ, टाइप अफ अघि डेमोन्स्ट्रेट गरिसक्यौँ। सो इज नल र इज नमको कुरा गर्छु म। यहाँनिर मैले एउटा इन्डिभिजुअल डेटा बनाउँदै खोज्दैछु। यो मेक रिजल्ट भन्ने छ कमान्ड, पछि म भन्छु यसको के हो काम। यसले चाहिँ फिल्डहरू तपाईँको चाहिँ क्रिएट गर्ने र अरू पनि छ यसको कामहरू। जस्तै मैले अब यहाँ इभ्याल भने स्यालेरी मेरो 200 थियो होइन। अनि त्यसपछि त्यो 200 छ भने अब मैले यो 200 त्यो भन्दा अर्को एउटा इक्जाम्पल देखाउँ है त। जस्तै ल मानिलिउँ अहिलेलाई यही नै राखौँ ल, अहिलेलाई इन्डेक्स इक्वल्स टु इम्प्लोइ नै राखौँ ल, इन्डेक्स इक्वल्स टु इम्प्लोइ नै राखौँ। र मैले अर्को इक्जाम्पल लिएँ ल, इभ्याल फिल्ड 1 इक्वल्स टु नल छ, ठिक छ।
भने अब यो फिल्ड 1 नल हो कि होइन भनेर चेक गर्न पर्यो भने चाहिँ तपाईँले यहाँ फिल्ड 2 अब ट्रु र फल्स, किनभने इज नल भनेको चाहिँ ट्रु र फल्समा हामीले थाहा हुन्छ होइन। सो टु स्ट्रिङले पनि यो कन्भर्ट गर्छ। टु स्ट्रिङ इज नल, टु स्ट्रिङ इज नल FIELD फिल्ड 1 अनि त्यसपछि टेबल फिल्ड 1 कमा फिल्ड 2। सो यहाँनिर हेऱ्यौँ भने तपाईँको फिल्ड 1 नल फङ्सन हो, नल भ्यालु हो, त्यो चाहिँ ट्रु हो भनेको यसले चेक गर्ने हो कि आइदर त्यो चाहिँ ट्रु हो कि होइन भनेर। जस्तै मैले यहाँनिर फिल्ड 1 को ठाउँमा 200 दिएँ भने यसले फल्स भन्छ, किनभने भ्यालु हो त्यो त होइन। त्यस्तै गरी अब इज नम भनेको पनि इज नल जस्तै नै हो, तपाईँको चाहिँ नम्बर हो भने चाहिँ हो। अब मैले यहाँ जस्ट इज नम राखेँ भने तपाईँलाई नम्बर हो भने ट्रु देखाउने भयो। यदि तपाईँले यहाँनिर जस्ट अघिको जस्तो गऱ्यो भने यो फल्स देखाउने भयो। ठिक छ ल, यति नै। अब अर्को एउटा फङ्सन त्यो चाहिँ म्याथमेटिकल यति धेरै फङ्सन छ। ट्रिगोनोमेट्रिक फङ्सनदेखि लिएर चाहिँ तपाईँको अरू टन्नै फङ्सनहरू, लगारिथमिक फङ्सनहरू, एक्सपोनेन्सियल फङ्सनहरू होइन, सबै नै यसमा चाहिँ लाइब्रेरी फङ्सनहरू छ। तर अहिले एकदमै धेरै युज हुने तपाईँको एउटा फङ्सन राउन्ड फङ्सन, त्यो मात्रै म यहाँ देखाउँछु। सो त्यसको लागि चाहिँ हामीले यहाँनिर मेक रिजल्ट्सको म एउटा छुट्टै तपाईँलाई भिडियो बनाउँछु। मेक रिजल्ट्स मैले एउटा भ्यालु क्रिएट गर्न खोजेँ यहाँनिर। इभ्याल मैले चाहिँ स्यालेरी इक्वल्स टु 500 छ अरे हो, 500 डट सर्टेन पैसा छ भने अब मैले के गर्नु पर्यो भने यो भ्यालु छ भने न्यू फिल्ड इक्वल्स टु राउन्ड त फङ्सन हो। अब मैले पाउने स्यालेरीलाई कमा 2 गऱ्यो भनेको जम्मा डेसिमल पछि 2 मा राउन्ड गर भनेको। त्यो भएपछि यहाँनिर टेबल स्यालेरी यसले राउन्ड इभ्याल स्यालेरी न्यू फिल्ड यहाँ कमा छुटेछ। ओके, अब राउन्डमा तपाईँको अझै न्यू, यो त स्यालेरीको भयो, न्यू फिल्डको नि हेर्नु पर्यो नि त होइन। न्यू FIELD फिल्ड तपाईँको यसरी कन्भर्ट गर्छ। त्यस्तै अब म स्ट्याटिस्टिकल फङ्सनको पनि कुरा गरिदिन्छु डाइरेक्ट। अब है स्ट्याटिस्टिकल फङ्सनमा चाहिँ यदि तपाईँसँग स्यालेरीको कुरा नगरौँ, यहाँनिर डाइरेक्ट यो मसँग एउटा न्यू फिल्डमा स्ट्याटिस्टिकल फङ्सनको एउटा म्याक्सिमम भ्यालु निकाल्नु पर्यो। जस्तै मसँग चाहिँ न्यू फिल्डमा चाहिँ म्याक्स 2, 3, 4, 3, 7, 8 यसमा म्याक्सिमम कुन हो भनेर चाहिँ निकाल्नु पर्यो भने यसले म्याक्सिमम निकाल्ने भयो। त्यस्तै अर्को ऱ्यान्डम फङ्सन पनि छ। ऱ्यान्डम भनेको चाहिँ ऱ्यान्डम भनेर मलाई कुनै एउटा ऱ्यान्डम नम्बर चाहियो भने यसले चाहिँ तपाईँलाई ऱ्यान्डम नम्बर पनि जेनेरेट गरेर दिन्छ। ठिक छ। अब अर्को तपाईँसँग टेक्स्ट फङ्सनहरू छ, त्यो चाहिँ लेन्थको हो। यहाँनिर मलाई न्यू फिल्ड भने पहिला मैले यस्तो गरेँ, एउटा चाहिँ मैले यहाँनिर चाहिँ मैले एउटा इभ्याल कमान्डमा न्यू फिल्ड भनेर मैले एउटा सुलभ भनेर क्रिएट गरेँ। अब यसको लेन्थ मलाई पत्ता लगाउनु पर्यो। LENGTH लेन्थ भनेको चाहिँ LEN, त्यसपछि चाहिँ तपाईँको न्यू फिल्ड। अब यहाँ तपाईँलाई सुलभको लेन्थ दिनु पर्यो, न्यू फिल्ड मात्र आयो LENGTH लेन्थ पनि यसले निकालिदिन्छ। त्यस्तै गरी अब तपाईँले रिप्लेस भन्ने फङ्सन, जस्तै रिप्लेसको लागि चाहिँ मलाई मेरो इन्डेक्स इक्वल्स टु, मैले रिप्लेसको लागि गर्दैछु है, इम्प्लोइ मेरो यही हो इन्डेक्स। यहाँनिर मैले चाहिँ टेबल फर्स्ट नेम लास्ट नेम हेर्ने हो भने यहाँ यस्तो फर्स्ट नेम लास्ट नेम छ। अब मलाई चाहिँ फर्स्ट नेममा चाहिँ यो अन्डरस्कोर 9 पछि अन्डरस्कोर पछिको सबै भ्यालु मैले चाहिँ एउटा 0 भनेर रिप्रेजेन्ट गर्नु पर्यो भने चाहिँ
देखाउनु पर्यो भने चाहिँ म यहाँनिर रिप्लेस गर्नु पर्यो नि त त्यसलाई होइन। सो त्यसलाई रिप्लेस गर्नको लागि चाहिँ मैले के गर्छु त भन्दा यहाँनिर इभ्याल न्यू फिल्ड चाहियो मलाई। न्यू फिल्ड भनेको चाहिँ रिप्लेस गर्दाखेरिमा फर्स्ट नेमको भ्यालु फर्स्ट नेम भित्रको हैन फर्स्ट नेम भित्रको अब मलाई चाहिँ रेजेक्स चाहियो। फर्स्ट नेम भित्रको अंडरस्कोर पछि चाहिँ इन्डिङ चाहिँ एउटा मात्रै डिजिटले इन्डिङ भएको छ हैन। त्यसलाई चाहिँ केले रिप्लेस गर्नु पर्यो भन्दाखेरिमा अंडरस्कोर 0 ले रिप्रेजेन्ट गर्नु पर्यो भने के हुन्छ हेरौँ त्यहाँ। लास्ट नेम त चाहिँदैन मलाई अहिले, मलाई न्यू फिल्ड मात्र चाहिन्छ। न्यू फिल्ड एफआइएल फिल्ड यसलाई पनि यसरी यहाँ गर्नुपर्छ होला। यसरी तपाईको चाहिँ अंडरस्कोर पछिको सबै फिल्डहरु के भयो त 0 ले रिप्रेजेन्ट भयो। ठीक छ। अब हामी एउटा लास्ट एउटा मात्रै कमान्ड सब स्ट्रिङ कमान्डको कुरा गर्छौं अनि सक्यो। अब सब स्ट्रिङ कमान्ड पनि तपाईको चाहिँ मानम यो फर्स्ट अंडरस्कोर 9 को फर्स्ट को तीनवटा मात्रै स्ट्रिङ यो एफआईआर मात्रै मलाई चाहिँ निकाल्नु छ एज अ रिजल्ट रूपमा भने मैले के गर्छु त भन्दा यहाँ मलाई फिल्ड 1 चाहियो हो। त्यो फिल्ड 1 भनेको अथवा मलाई फिल्ड 1 चाहियो। फिल्ड 1 इक्वल्स टु सब एसटीआर हैन। त्यो चाहिँ फर्स्ट नेम भित्रको चाहिँ फर्स्ट लेन देखि थर्ड लेन सम्मको चाहियो भने त्यसपछि मैले टेबलमा गएर मलाई के चाहियो फिल्ड 1 चाहियो फिल्ड 1 हैन। अब मैले यति गर्दैपछि एफआईआर मात्र आयो। सो यो चाहिँ केही कमान्डहरु थियो रिमेनिङ भएको, हामीले त्यो पनि सक्यौं। यति धेरै छ इभ्यालसँग जोडिएर हुने कमान्डहरु। त्यो चाहिँ तपाईले डे टु डे भोलि पर्सि चाहिँ आफ्नो कामहरुमा युज हुँदै गइसकेपछि चाहिँ थाहा हुन्छ। अहिले चाहिँ हामीले मोस्ट अफ द युजफुल हुने कमान्डहरुको बारेमा डेमोन्स्ट्रेट गरेर सक्यौं है त। अब बाँकी कुराहरु हामी अरु नेक्स्ट लेक्चरमा गर्छौं।